नमस्ते दर्शकवृन्दहरू। म चाहिँ घरबाट हाल्न जाँदै थिएँ। यो पुरानो कुच्चो फुस्केछ है, अनि यसलाई चाहिँ मैले फेरि एसेम्बल गर्दैछु है। एउटा चाहिँ लास्टमा बाँध्नको लागि यसरी छोड्नुपर्ने हुन्छ, अनि त्यहाँदेखि कसरी यसलाई बाँध्ने है, हाउ टु ब्यान्डिङ ब्रुमस्टिक आगोहरू है। सो यहाँनिर चाहिँ मैले डिजाइन पनि दिँदैछु, एक स्टेप गरेर जानुपर्ने। यहाँनिर हेर्नुहोस् है, हो यसलाई आफ्नोपट्टि राखेर यसरी एकदम टाइटली सरो घुमाउनुपर्छ हैन। घुमाएर यो जुन चाहिँ दुईटा भाग देख्नुहुँदैछ यहाँ तलबाट निक्लेको, एउटालाई छोडेर अर्कोलाई चाहिँ अर्कोसँग अर्को एड गरेर यसरी दुईटा अलवेज दुईटा लगाउनुपर्छ है। फेरि यसलाई टाइटली ऱ्याप गऱ्यो, फेरि यो दुईटा भएकोमा एउटालाई छोडेर अर्कोसँग गाँसेर यसरी जानुपर्ने हुन्छ। र देख्न सक्नुहुन्छ तपाईँले यो पत्करले चाहिँ सिँढी चढ्दै जान्छ है। ल यो चाहिँ कुच्चोको डिजाइन हो। एकपट्टि भयो, अर्कोपट्टि नै गर्न सक्छौँ हामीले है, ठिक अपोजिट डिरेक्सनमा। तर हामीले यो एउटा मात्रै गर्दैछौँ, इजिएस्ट वेमा, अरूले पनि सिकोस् जानोस् भनेर है। र यो सेल्फ भिडियो बनाएको, त्यसले गर्दा अलिक अप्ठ्यारो पनि परिरहेको छ तपाईँहरूलाई देख्नु है। आउँदो दिनहरूमा राम्रोसँगले के जानेको छु र ममा के छ है इनबिल्ड, त्योहरू देखाउने छु। र आज चाहिँ कुच्चो कसरी बाँध्छ, किन भन्दाखेरि अहिले अब कुच्चो त हाम्रो गाउँघरमा है पर्याप्त मात्रामा छ, तर अब यसलाई किन्नु पऱ्यो भने हैन, नभनेको नि अब अहिलेको टाइममा 40-50 रुपियाँ लिन्छ होला, मेबी है, त्योभन्दा ज्यादा नै हुनसक्छ। तर अब यसरी हामीले यो डोरीको सहायताले यो प्रकारले हामीले बाँध्न सकिन्छ टक्कै है। हेर्नुहोस् है, मैले बाँध्दै जाँदैछु, यति मजाले सिँढी चढ्दै जाँदैछ र यो टाइट पनि भइरहेको छ है। एक राउन्ड घुमायो, यो जुन चाहिँ दुईटा छ यो दुईटामा एउटालाई छोडिदियो, अर्कोसँग अर्को एड गरेर तपाईँको फेरि राउन्ड मार्नुपर्ने हुन्छ। हेर्नुहोस् है, यो चाहिँ मैले स्कुल लाइफमा नै सिकेको है। बाबाले गर्नुहुन्थ्यो यस्तो विभिन्न कामहरू है। सो बाबा चाहिँ मेरो लागि एउटा आइडल नै हो है, जसद्वारा मैले अब धेरै कामहरू सिकेँ। बाबा एउटा कार्पेन्टर हुनुहुन्थ्यो है। सो काठको कामहरू पनि अब नर्मल्ली ठाकठाक टुकटुक चाहिँ गर्छु, तर मेन कामहरू गर्दिनँ। त्यसरी सिमेन्टको कामहरू भयो, प्लम्बिङ है, पानीको कामहरू भयो, सबै गर्ने गर्छु। हाउस वेयरिङहरू भयो होइन। यो चाहिँ भनौँ न, यो कुच्चो बाट्नु चाहिँ के भयो भन्दाखेरि बाबा नभ्याउने बिजी, अनि मलाई चाहिँ ह्यान्डवर्कमा देखाउनु पर्ने क्या, कुच्चो लानुपर्ने स्कुल। अन्त त्यसले गर्दाखेरि बाबाले यो प्रकारले बाट्नुपर्छ भनेर एकपल्ट देखाइदिएको। त्यो चाहिँ फेरि एकदमै क्याचिङ पावर राम्रो थियो होला र चाहिँ मैले एकैतालमा नै सिकेको हो यो चाहिँ है। सो ज्ञान भन्ने कुरो चाहिँ कहिले नष्ट हुँदैन भन्छ नि है। सो सिकिराखेको छ भने चाहिँ यसरी पछिसम्म पनि काम लाग्छ, काम लाग्ने कुरो हो नि त होइन। अब यो चाहिँ इन्डिङ भयो है। इन्डिङलाई चाहिँ यो प्रकारले यो खुस्केर गएर युजै गर्न छोडिसकेको थिएँ घरमा हो। अन्त मेरो पालो चाहिँ होइन,
यो त अहिले पनि चल्छ, राम्रै छ हैन भनेर चाहिँ तपाईको कुच्चो बाट्नतिर लागे। आज घरमा कोही पनि छैन है, वाइफ र म मात्रै हो। वाइफ पनि अलिक बिसन्चो छ, सो म चाहिँ घरको कामकाज गर्ने। आज यसरी मजाले टाइट कसिदिनुपर्छ ताकि यो दोबारा नफुस्कियोस् है, किनभने यो प्लास्टिक हो नि त, चिप्लिन्छ अनि फुस्किएर चाहिँ कुच्चोको सेप बिग्रिन्छ है। अब यसको चाहिँ लास्ट सबैले नदेखाउला, म चाहिँ तपाईहरुलाई यसको कडी पनि देखाउँछु ल। यसको कडी के छ यो नउक्लिने भन्ने चाहिँ यहाँ त अलमोस्ट अब अगाडि नै ट्रिम गरिसकेको छ है कुच्चो। सो ट्रिम नगरेको हुन्छ पहिला बार्दाखेरि चाहिँ, अनि त्यहाँदेखि यसलाई चाहिँ कट गर्नुपर्ने हुन्छ। त्यो ट्रिम गरेर निक्लेको पार्ट जुन चाहिँ हुन्छ यो प्रकारले निक्लेको हुन्छ है, यहाँबाट चाहिँ निक्लेको हुन्छ। यसलाई नै चाहिँ अब यो अहिले त यतिको मुठा भएको छ हैन, र यसलाई लुज हुनसक्छ, तर यसलाई नै यहाँनिर खाप्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ तपाईको एक्सपान्ड हुँदाखेरि चाहिँ यो टाइट हुन्छ र चाहिँ कहिले पनि तपाईको कुच्चो फुस्किँदैन है। सो मजाले मिलाएर यसलाई चारपट्टि कहाँनिर अलिक लुज एरिया भेट्छ यो प्रकारले लगाउँदै ठोकिदिनुहोस्। अब यो फुल्लिँदै जान्छ भनौँ न, एक्सपान्ड हुँदै जान्छ र टाइट हुँदै जान्छ ल। यहाँ भाँचे पनि सो यो तरिका कस्तो लाग्यो, के लाग्यो यसो कमेन्ट्स गरिदिनुहोस् है। र यस्तो भिडियोहरू ज्ञानवर्धक नलेजेबल भिडियोहरू पस्किरहन्छु हैन, सपोर्ट गर्नुहोस्। फाइनल कुच्चो रेडी भइसकिसकेको छ है ल। हस् त, नमस्ते, फेरि भेटौँला।